तिम्रो गर्लफ्रेन्ड पनि भेटेको थिएँ मैले। मेरो गर्लफ्रेन्ड को के एमआरबी भनेको हो? एमआरबी दाइ के मोटो भ्लगर दाइ हुन्छ तिम्रो रे कोले तिमीले मलाई तिम्रो फ्यानहरू यहाँ आएर कुल बाई जोइन भन्दा भन्दा बौला छ मान्छेहरू होइन। म त के भन्ने अब एड पनि छैन, रिक्वेस्ट पठाउनु मिल्दैन। अनि होइन मैले यस्तो हेरेँ कि मलाई त के लाग्थ्यो त तपाईँ लाइभ बस्नु हुँदैन जस्तो लाग्छ नि त। अनि त्यत्रो तिम्रोमा गएर मेसेज पनि गरेर रहेछ। अब त्यत्रो मान्छेले हेर्छ नि त, तिमीलाई थाहा हुँदैन नि त। मैले सबैलाई भने अब उसले एक दिन थाहा पाउँछ, ऊ आफै आउँछ। त्यही त हिजो तिम्रो गर्लफ्रेन्ड पनि भेटेको थिएँ मैले। मेरो गर्लफ्रेन्ड को अफगानी जलेबी हिजो कोब्रोको गर्लफ्रेन्ड पनि भेटेँ। बुहारी राम्रो रहेछ यार, अफगानी। होइन त्यत्तिकै भनेको मान्छेहरूले। सुन्नु न, यो अस्ति भर्खर आएको त्यो ऱ्याप गीत छ नि, त्यसमा हजुरले नि हो कोरियोग्राफी गरेको? ओके यार, कस्तो लाग्यो? दामी लाग्यो। कान्छी गाउँदा हिँडेको तिम्रो कहाँ पर्यो है घर? म काठमाडौँमै छु। ए त्यही त म अस्ति नै गएको बेलामा त्यसपछि एउटा हामीले त्यति बेलामा एउटा कन्सर्टमा भेट भएको थियो। त्यसपछि मैले त हजुरलाई देखेको थिएँ। कहाँ देखेको थिएँ भन्दाखेरि कहाँ हो, कुन क्लबमा देखिरहेको थिएँ मैले, त्यहाँ देखेँ होइन। अनि त्यसपछि हजुर गइहाल्नु भयो क्या? ए एलओडीमा हो? होला त्यता देख्यो। अनि त्यसपछि गइहाल्नु भयो। गइसकेपछि अनि त्यसपछि हुनै भएको थिएन। थ्याङ्क यू सो मच, थ्याङ्क यू। जोइन एमआरबी भनेको के? एमआरबी भनेको हो? एमआरबी दाइ के मोटो भ्लगर दाइ हुन्छ नि एमआरबी। म थाहा छैन यार। गाइज धेरै माया छ सबैजना आएर यता फलो